भनिरहेछौँ लेसन 1 को मात्र गरिरहेछौँ है त। हेर्नु त यहाँ रोकुबानमा के भनिरहेछ 6 नम्बरमा वातासी ड्यास गाकुसै देश। तपाईहरु लेसन 1 पढ्नु भएको छ नि यो इजिली सक्नुहुन्छ। वातासी वा गाकुसै देश। म चाहिँ स्टुडेन्ट हो भनौँ। अर्को हेर्नुस् 7 नम्बरमा आनो हितोको खान्जी हो नि त यो। आनो हितो ड्यास दारे देशका भनिरहेछ। अब आनो हितो भनेपछि के लाग्छ त? गा लाग्छ कि? अब हुनु चाहिँ यो पार्टिकल विशेषमा भएको कारणले गर्दा हामीले 1 लेसनमा यो पढेको हुँदैन, तर करेक्ट अप्सन चाहिँ यहाँनिर छ। त्यही भएर त्यही तरिकाले तपाईले लगाउनु पर्ने हुन्छ। आनो हितो वा दारे देशका, उ त्यो व्यक्ति चाहिँ को भनेर हामीले पढेका हुन्छौँ नि त हैन। ल नेक्स्ट हेर्नु फेरि हाम्रो हाचिबानमा के गरेको छ त? वातासी वा इन्डो ड्यास किमास्ता। ए म चाहिँ इन्डो लेसन 1 को कुरा गरिरहेछौँ। हामीले यो लेसनमा म जापानबाट आएको, अमेरिकाबाट आएको भनेर पढेका थियौँ भने वातासी वा इन्डो काराकिमास्ता, म चाहिँ इन्डियाबाट आएको हो भनेर छ है त। नेक्स्ट सुगिन क्युबानको हेर्नु त मिरा सान ड्यास अमेरिका जिन देश। मिराजी चाहिँ अमेरिकाको नागरिक हो भन्नु पर्यो भने हामीले के लाउनु पर्यो त? एउटा करेक्ट एन्सर छ जसमा हामी वा भन्छौँ। मिरा सान वा अमेरिका जिन देश। नेक्स्ट हेर्नु फेरि 10 नम्बरमा है त वातासी वा खाइशाइन, यो के को खान्जी हो त? खाइसा अनि यतापट्टि इन छ खाइशाइन। वातासी वा खाइशाइन के हुन्छ त? देशका। आफैलाई क्वेसन त सोधिँदैन नि त। त्यही भएर एउटा छ देश मास देशिताका। अब वातासी वा खाइशाइन देश, म चाहिँ कम्पनीको कर्मचारी हो। यो तरिकाले हामी गर्नुपर्ने हुन्छ। नेक्स्ट हेर्नु अब हामी सुरुदेखि नै प्र्याक्टिस गरिरहन्छौँ। लेसन 1 मा एजको कुरा पनि हामीले पढेका थियौँ। त्यही भएर यहाँ हेर्नु त नान्साई देशका, कति वर्षको हो भनेर सोधिरहेछ। अब यहाँ अप्सन हेरौँ ल। जिउगो साइदेश, जिउगो कोदेश, जिउगो निन्देश, जिउगो माइदेश। र तपाईहरु आफै भन्नु त हामीले एजको कुरा गर्दाखेरि के गर्छौं त? साई आउँछ कि आउँदैन? त्यसो भए के भयो त? जिउगो साइदेश। यो तरिकाले भन्नुपर्छ। म अझै पनि भनिरहेको छु यो लेसन 1 को मात्र क्वेसन है त। यो तरिकाले हामी प्रिपेयर गरेर आउँछौँ। अर्को हेरौँ आनोखाता ड्यास देशका, आनोखाता वा ड्यास देशका यामादा सान देश। एन्सर के आयो त? यामादा जी हो भनिरहेछ। अब यामादा जी हो भनेपछि के हुन्छ त? धोको हुन्छ कि दोनाता हुन्छ कि इचो हुन्छ कि दारे हुन्छ? म अझै पनि भनिरहेको छु एन्सर जहिले एउटा करेक्ट हुन्छ। अब हेर्नुस् हामीले लेसन 1 मा सिकेको थियौँ आनो हितो छ भने हामीले दारे भन्नुपर्छ, आनो खाता छ भने हामीले के भन्नुपर्छ? दोनाता भन्नुपर्छ भनेको थियौँ। त्यसमा यहाँ खाता आएपछि के भन्नु पर्यो त? उक्त व्यक्ति चाहिँ को भन्दा दोनाता देशका। यो तरिकाले गर्नुपर्छ। बुझ्नुभयो नि?